चतुरे र गोथली दुईजना बाल्यकालका साथी, एकअर्काको आत्मा जस्तै, एकअर्काको जीवनको अभिन्न हिस्सा। स्कुलबाटै सुरु भएको उनीहरूको मित्रता यति गहिरो थियो कि संसारले तिनलाई प्रेमी प्रेमिका ठान्थ्यो, तर उनीहरू आफैले कहिल्यै त्यो कुरा स्वीकार गरेनन्। भित्रभित्रै माया थियो, अगाध प्रेम थियो, तर डर पनि थियो, यदि गोह गर्यो भने यो मित्रता नै गुम्ने त होइन। त्यसैले उनीहरूले कहिल्यै मनका कुरा बोलेनन्। समय बित्दै गयो, उनीहरू साथसाथै रमाइलो गर्थे, राति सँगै डिनर, कहिलेकाहीँ दारू पनि खाइहाल्थे, र कहिलेकाहीँ त्यो नशा उनीहरूलाई एकअर्काको अङ्गालोमा पुर्याउँथ्यो, एकै होछ्यानमा। भोलिपल्ट भने आँखा खोल्दा उनीहरू लाजले भन्छन्, हिजो त हामी दारूका कारण गल्ती गर्यौं, र फेरि त्यही चक्र दोहोरिन्छ। समय फेरि अघि बढ्छ, चतुरे अब जागिर खान थाल्छ। अफिसमा उसले अनुसु नामकी एक मिठो स्वभावकी केटीलाई भेट्छ। सुरुमा केही खास नलागे पनि काम, कुराकानी, सहकार्य उसले चाँडै अनुसुमा केही देख्न थाल्छ। गोथली अझै पनि उसको जीवनको हिस्सा थिइन्, तर अब त्यो सानो ठाउँ अनुसुले लिँदै थिइन्। एक दिन अनुसु गर्भवती हुन्छ। परिस्थितिले चतुरेलाई बिहे गर्न बाध्य बनाउँछ। गौथलीको हृदय त्यही दिन चिरिन्छ, तर ऊ आफ्नो पीडालाई थाम्दै चतुरेको विवाहमा बेस्ट फ्रेन्ड बनेर उपस्थित हुन्छ, मुस्कान लुकाउने कोसिस गर्दै, आँखा चिस्याउँदै। त्यसपछि ऊ सम्पर्कै तोडिदिन्छ, न बोल्ने न भेट्ने, तर राति राति आफ्नो कोठामा बसेर बेस्सरी रोइदिन्थे। समय फेरि घुमेर आउँछ। एक दिन शपिङ मलमा आकस्मिक भेट हुन्छ गौथली र चतुरे बीच। आँखा आँखा भेट्छ, हृदय धड्किन्छ। गौथली रिसाएकी थिइन्, तर माया अझै उस्तै गहिरो थियो। चतुरेको आँखामा पनि पछुतो थियो, र त्यो पुरानो प्रेम। अनुसु अगर गम्भीर गर्भवती थिइन्, जसका कारण शारीरिक सम्बन्ध सम्भव थिएन। चतुरे र गौथली फेरि भेट्न थाले, लुकी छिपी समय बिताउन थाले। एक रात उनीहरू पुरानै शैलीमा एकअर्काको ओछ्यानमा पुग्छन्, तर यसपल्ट न त दारू थियो न त कुनै बाहना। उनीहरू खुलस्त भन्छन्, म तिमीलाई आज पनि माया गर्छु। त्यो रात उनीहरूको प्रेमले सब सिमाना तोड्छ। गिल्टको बोझमा चतुरे फेरि एउटा गल्ती गर्छ। उसले गौथलीसँग पनि लुकी लुकी विवाह गर्छ। अब चतुरेसँग दुई पत्नी छन्, अनुसु र गौथली। दुवैलाई ऊ माया गर्छ, तर मनभित्र लगातार अपराध बोधले पोलिरहेको छ। अनुसु चुपचाप सब महसुस गर्दै थिइन्। चतुरे घर बाहिर धेरै समय बिताउन थाल्छ, ऊप्रति चासो घटेको थियो। शङ्का बढ्दै जान्छ। एक दिन अनुसुले गुप्तचुप चतुरेको पछ्याइ गर्छ र भेट्छे सत्यको तीतो रूप। उसको श्रीमानले दोस्रो विवाह गरिसकेको थियो। अनुसु टुट्छ, रोएर चिच्याएर एक पत्र लेखेर चतुरेलाई छोडेर विदेश जान्छ। अब चतुरे गौथलीसँग मात्र रहन्छ। गौथलीले सोचेकी थिए अब त चतुरे केवल उसको हो। छोटो समयका लागि उनीहरू खुसी रहन्छन्, बच्चा समेत हुन्छ, तर चतुरे भित्रभित्रै अझै अनुसुका लागि दोषी महसुस गरिरहेको थियो। एक दिन ऊ सबै कुरा गौथलीलाई नबताई अनुसुलाई खोज्न विदेश जान्छ। अनुसुले उसलाई माफ गर्दिनन्, न त उसले फिर्ता आउन दिन्छे। फेरि चतुरे फर्कन्छ, थकित, पछुतो बोकेर, गौथलीको घर। तर अब गौथली भित्रबाट बदलिएकी थिइन्। ऊ अब चतुरेलाई विश्वास गर्न सक्दिनन्। तिमी मलाई एक झट्कामा छोडेर गएको मानिस हो, म तिमीलाई किन फेरि माया गरौँ? अब तिनैवटा जीवन अधुरा छन्। अनुसु डाँडा देशमा छ, चतुरेको विश्वास गुमाएर। गौथली एकल आमाको रूपमा बाँचिरहेकी छिन्, कहिलेकाहीँ आँखा रसाएर। र चतुरे दुवै मायाहरू गुमाएर एक्लै अनुत्तरित प्रश्नहरूसँग जिउँदै। यही त हो अधुरो माया, जसले न त पूर्णता पायो न त शान्ति।